हेलो गाइज हेलो अब मामा र भान्जा हामी चाहिँ यहाँ मिलेर यो चाहिँ सबै सफा गर्न लागिरहेको छौँ हामीले। यो सफा गर्नको लागि चाहिँ हाम्रो यहाँनिर डोजरवाला छ कि छैन? डोजरवाला को ए ट्र्याक्टरवाला हजुर मामा आइज ट्र्याक्टरवाला हाम्रो ट्र्याक्टरवाला पनि आइसकेको छ। मैले चाहिँ यहाँ डोजरवाला पनि भान्जालाई दुईजना भान्जालाई चाहिँ डोजरवाला र ट्र्याक्टरवाला तयार बनाइसकेको छ। अब चाहिँ हामी यो सबै यहाँ भएको सबै सफा गर्नेछौँ। यो डोजर र ट्र्याक्टर मिलेर सबै सफा गर्नेछौँ। अनि त्यसपछि अब यहाँ चाहिँ हामी टेरिटोरीहरू बनाउनेछौँ, यहाँ स्कुलहरू बनाउनेछौँ होइन, यहाँ चाहिँ हामीले पुलहरू बनाउनेछौँ, यहाँ फाउन्टेनहरू बनाउनेछौँ। ठिक छ, सक्छ कि सक्दैन यो ठेक्का लिनलाई? बनाउने हो। अनि ए डोजरवाला यो काम गर्न सक्छ सक्दैन? कति चाहियो पैसा? 1 लाख? ओ माई गॉड। ओ ट्र्याक्टरवाला यो काम गर्न सक्छ सक्दैन? सक्छु। साँच्ची हो? कति दिनमा सक्छ यो काम गर्नलाई? 1 हप्ता। 1 हप्ता? ल काम सुरु गर। अट्याक। ल ट्र्याक्टर र डोजरको इन्ट्री भइसकेको छ है। इन्ट्री भएसँगै डोजरले चाहिँ आफ्नो काम सुरु गरिसकेको छ। धडाधड रुखहरू भाँच्ने, घाँसहरू टिप्ने सबै काम सुरु भइसकेको छ। ल हाम्रो ट्र्याक्टरको पनि इन्ट्री भइसकेको छ। हाम्रो डोजर चलाउने भान्जाले मजाले लोडिङ गर्दैछ। गाडी अड्कियोले हेल्प चाहियो भन्दैछ, हेल्प हेल्प भन्दैछ। त्यही पनि डोजरले मजाले धकालिदिरहेको छ। हाम्रो चाहिँ जङ्गल एकदमै बाटोहरू पनि ठिक छैन, त्यो भएको कारणले गर्दा सबै चक्काहरू पनि एकदमै अल्झिरहेको छ है। त्यो पनि डोजरले चाहिँ पछाडिबाट धकालिरहेछ, अझै पनि धकालिरहेछ। मजाले धकाल, मजाले हो। ल चालु भयो। ल फेरि पातहरू, सुकेको जङ्गलको पातहरू सबै बटुले लग्ने क्रममा फेरि पनि ट्र्याक्टरको पाङ्रा फसेको छ। त्यही पनि हाम्रो डोजर भान्जाले चलाइरहेछ, पुस गरिरहेछ तलबाट पछाडिबाट। धकाल धकाल, ओ झन्डैले पल्टेको। त्यससँगै हाम्रो ट्र्याक्टर चल्यो। ल अब यो फाल्नतिर लगेको छ। पूर्वदेखि पश्चिम मेचीदेखि महाकालीसम्म पुगाइसकेको छ है पोहोरहरू चाहिँ। र हाम्रो डोजरले फेरि अर्को जङ्गलतिर जाँदैछ, अर्को साइडतिर मजाले जाँदैछ। किनभने त्यहाँनिर कोइलाको खानी र चट्टानको खानीबाट चट्टानहरू फुटाएर सबै फाल्दैछ। फेरि ट्र्याक्टरमा लोडिङ गर्दैछ, हेर्नु सक्नुहुन्छ तपाईँहरूले। हाम्रो जेसिबी भान्जाले आफ्नो कामहरू धडाधड गरेको छ। र दुईजना अब अर्को साइडतिर लागेको छ, किनभने उनीहरूले भेटेको छ चेउखानीमा। फेरि च्याउहरू बटुलेका छ। यो फाइनल हो यो च्याउखानी। अब चाहिँ च्याउ पनि भेटेको छ। अब केटाहरूले च्याउ भेटेर सबै जम्मा गरेर पैसा पनि 1 लाखको कन्ट्र्याक्ट पनि भेटेको छ। च्याउ बेचेर यिनीहरूले पैसा पनि कमाएको छ। र भान्जाहरू द्रुत गतिमा भागेको छ। ल आजको लागि यति। नेक्स्ट भिडियो।